हेलो गाइस इट्स मी आयुष आज चाहिँ हामी चाहिँ प्रम्प्ट इन्जिनियरिङको बारेमा बुझ्छौँ प्रम्प्ट इन्जिनियरिङ के हो यसको ओभरभ्यूहरू चाहिँ बुझ्छौँ अनि टिप्स एन्ड ट्रिक्सहरू पनि आजको यो भिडियोमा रहनेछ सो आजको यो कोर्समा चाहिँ हजुरले एकदमै सजिलो तरिकाले चाहिँ यो आजको पहिलो कोर्समा चाहिँ यसको ओभरभ्यूहरू प्रम्प्ट इन्जिनियरिङ भनेको के हो र कसरी चाहिँ हामीले यसलाई इफेक्टिभ रूपमा युज गर्ने भनेर चाहिँ आजको यो भिडियो रहनेछ है सो लेट्स गो टु द टपिक आजको रहेको छ प्रम्प्ट इन्जिनियरिङ प्रम्प्ट इन्जिनियरिङ भनेको चाहिँ के हो भने नि जस्तो कुनै पनि मेसिनलाई अथवा अहिले एकदमै स्पेसिफिक रूपमा भन्दाखेरि एआईलाई आर्टिफिसियल इन्टेलिजेन्सलाई कुनै पनि वर्क गर्नको लागि हामीले उनीहरूलाई चाहिँ इन्स्ट्रक्सन दिनुपर्ने हुन्छ जस्तो कम्प्युटरमा पनि वाट इज कम्प्युटर भनेर भन्दाखेरि हामीले इनपुट डिभाइसबाट चाहिँ इन्स्ट्रक्सन दिने सिपियुले चाहिँ त्यो इन्स्ट्रक्सनलाई चाहिँ प्रोसेस गरेर अनि आउटपुट चाहिँ तपाईँको मोनिटर अथवा आउटपुट डिभाइसेसहरूबाट चाहिँ दिने भनेर चाहिँ भनिन्छ होइन त्यसै गरी नै एआईमा पनि त्यही नै हुन्छ हामीले उनीहरूलाई चाहिँ वर्क गर्न दिने हो तर हामीले केही इन्फर्मेसनहरू फिट गर्नुपर्छ सो त्यो बेसिसमा चाहिँ उनीहरूले वर्क गरेर हामीलाई प्रेजेन्ट गर्छन् होइन सो यसलाई चाहिँ हामी भन्छौँ प्रम्प्ट दिने है अब यो इन्जिनियरिङ भनेको चाहिँ के हो भने प्रम्प्ट दिने पनि त प्रोसेस हुन्छ नि त के कति कुराहरू चाहिँ हामीले याद गर्नुपर्छ भन्ने कुराहरू पनि छ होइन सो आजको यो भिडियोमा चाहिँ म हजुरलाई प्रम्प्ट इन्जिनियरिङको बारेमा चाहिँ अझ मजाले सजिलो तरिकाले चाहिँ बुझ्ने गरी हजुरलाई म बुझाइदिन्छु ल जस्तो स्क्रिनमा पनि हजुरले देखिरहनु भएको छ अझ अल्टरनेट प्रम्प्ट टेम्प्लेट भनेर भनेको छ एउटा टेम्प्लेट छ यहाँनिर मेरो अगाडि यो टेम्प्लेटमा चाहिँ हामीले कसरी चाहिँ त्यो प्रम्प्ट इन्जिनियरिङ चाहिँ गर्ने अथवा कसरी सिक्ने हामीले कसरी प्रम्प्ट दिने र त्यो एकुरेट इन्फर्मेसन हामीले पाउने त्यो चाहिँ हजुरले आज यो भिडियोमा चाहिँ कुरा गरेको चाहिँ देख्न सक्नुहुन्छ र अब फर्दर म त्यो कुराकानी गर्दैछ ल सबभन्दा पहिले चाहिँ यहाँनिर के लेखेको छ भने रोल भनिएको छ होइन जस्तो कुनै पनि काम गर्नको लागि म को हुँ त लाइक एउटा कुनै पनि कोडिङ गर्नको लागि म चाहिँ प्रोफेसर कोडर हो है भनेर भन्दाखेरि चाहिँ रोल चाहिँ एक्ट एज अ प्रोफेसनल कोडर होइन अनि अब चाहिँ मलाई चाहिँ यस्तो यस्तो खालको वेबसाइट चाहियो है भनेर भन्नको लागि सबैभन्दा पहिले रोल हाल्नुपर्ने हुन्छ जस्तो यदि मार्केटिङको कुनै पनि टेक्स्टहरू अथवा ब्लगहरू बनाउन मन छ भने चाहिँ ब्लगको लागि चाहिँ के छ भने मार्केटिङ एक्सपर्ट म चाहिँ मार्केटिङ एक्सपर्ट हो भनेर भन्नु पर्यो अथवा म चाहिँ एडिटर हो भनेर भन्नु पर्यो होइन सो यहाँनिर चाहिँ यो तिनवटा जुन रोलहरू देखिएको छ यो तिनवटा हो सो एक्ट एज अ प्रोफेसनल कोडर र मार्केटिङ एक्सपर्ट अथवा एडिटर भनेर भनियो होइन अब यहाँ चाहिँ टास्क भनिएको छ अब यो टास्कले चाहिँ एक्ज्याक्टली के गर्ने त टास्क के हो भनेर भनिदिनु पर्यो होइन अथवा अर्को भनेको चाहिँ कन्टेक्स्ट त्यसमा चाहिँ के छ भने हामीले ब्याकग्राउन्ड चाहिँ दिनुपर्ने हो लाइक म प्रोफेसनल कोडर हो तैँले चाहिँ यो कामहरू चाहिँ गर्नुपर्ने छ अनि यसको कन्टेक्स्ट चाहिँ मैले यसरी चाहिँ सोचेको हो होइन भनेर चाहिँ भन्नु पर्यो अब यदि ब्लगमा बनाउन मन छ भने जस्तो यहाँनिर नोर नोर जार्गन भनेर लेखेको छ नि यो जार्गन भनेको चाहिँ के हो भने नि लाइक सिम्प्लिफाइड वेमा चाहिँ भन्नुहोस् त्यो भनेको कम्प्लेक्स इङ्ग्लिस युज नगर्ने भनेको र अन्डर 300 वर्ड्स यसरी स्पेसिफाइड पनि गर्न मिल्छ क्या सो उनीहरूलाई चाहिँ के भने एउटा लिमिटेसन पनि दिनु पर्यो क्या त्यो लिमिटेसन चाहिँ दिनु पर्यो होइन अब अथवा चाहिँ अब कुनै पनि टेक्स्टको चाहिँ पोइन्ट लिस्टिङ गर्नको लागि चाहिँ बुलेट युज गर है अथवा स्पेसिफिक ल्याङ्ग्वेज युज गर है जस्तो क्युबेसिक युज गर अथवा एचटिएमएल युज गर भनेर चाहिँ भन्नु पर्यो होइन अब यहाँ आउटपुट फर्मेटमा चाहिँ मलाई टेबलमा चाहियो भने टेबलमा दिने होइन टेबलमा दिने अथवा कोड ब्लकमा मलाई चाहियो अथवा इमेल ड्राफ्टको चाहिँ फर्मेटमा मलाई चाहियो अथवा मार्कडाउन लिस्टमा मलाई चाहियो मार्कडाउन भनेको यसरी मार्क तलबाट माथि मार्कडाउन लिस्टमा चाहियो भनेर भन्नु पर्यो होइन अब यहाँनिर चाहिँ अब यहाँनिर विभिन्न इक्जाम्पल्सहरू छ मैले हजुरलाई माथि भनेको जस्तै अब यहाँनिर भन्छु देख्नुहुन्छ के रहेछ त कसरी हामीले लेख्नुपर्ने रहेछ त भनेर होइन जस्तो कोडिङ गर्नको लागि मैले एउटा टेक्निकल हेल्पको लागि मेरो रोल चाहिँ
मेरो रोल चाहिँ सिनियर फुल स्ट्याक डेभलपर हो। अब टास्क चाहिँ के हो भने यो पिएचपी स्क्रिप्टलाई चाहिँ डिबग गर, यसले चाहिँ जेसन फाइल जुन एउटा फाइल छ त्यो जेसन फाइलमा चाहिँ विभिन्न डाटाहरू राखेको हुन्छ होइन। त्यो डाटाले चाहिँ फेच गरेन त्यो डाटा, अब त्यो डाटालाई चाहिँ फेच गर्नै बनाउनु पर्यो होइन। अब कन्टेक्स्ट चाहिँ के हो भने एउटा एउटा चाहिँ न्युज एग्रिगेटर चाहिँ बनाइरहेको छु र आरएसएस जुन जस्तो कुनै पनि वेबसाइटबाट लिङ्क लिएर मेरो मेरो एउटा त्यो वेबसाइटमा त्यो पिएचपी स्क्रिप्ट चाहिँ त्यसरी बनाइएको छ होइन। त्यो लिङ्क चाहिँ पिएचपी स्क्रिप्टमा हालिएको छ तर पिएचपी स्क्रिप्टले चाहिँ न्युज देखाउन पनि सकेन। सो यसरी चाहिँ हामीले के गर्न सकिन्छ भने न्युज देखाएको छैन भनेर यसरी कन्टेक्स्ट चाहिँ हामीले खुलाइदिनु पर्यो होइन। के गर्ने भन्दाखेरि डिबग गर्ने कन्टेक्स्ट के हो यो हो। र अब पिएचपी 8 युज गर अथवा एचटिएमएल युज गर अथवा सिएसएस युज गर त्यसरी भनिदिनु पर्दैन। अब मलाई चाहिँ अब जस्तो अब यो कोड त कोड ब्लकमा नै दिन्छ, सो कोड ब्लकमा मलाई चाहियो भनेर पनि लेख्न सकिन्छ है। सो त्यसरी चाहिँ दिने। अब त्यसै गरी यदि क्रिएटिभ राइटर हो भने चाहिँ सोसियल मिडियामा म यो इसेटिक्स हो होइन। अनि अब मलाई चाहिँ तीनवटा चाहिँ क्याप्सनहरू चाहियो। म चाहिँ एउटा चाहिँ ग्राफिक डिजाइन म गरिरहेछु भन्ने खालको हिसाबले चाहिँ दिनु पर्यो। त्यस पछाडि कन्टेक्स्टमा चाहिँ म चाहिँ मेरो बिजनेस चाहिँ स्मल छ होइन, टार्गेट स्मल छ। सो एउटा प्रोफेसनल ब्रान्डिङ तर टाइट बजेटमा हुनु पर्यो त्यो कन्टेक्स्टको राइटिङ होइन। त्यसरी चाहिँ खुलाएर गर्न सकिन्छ। र यहाँनिर चाहिँ युज फ्रेन्डली भनेको छ। अब यो भनेको चाहिँ एउटा लिमिटेसन हो। सो फ्रेन्डली वेमा चाहिँ त्यो छ होइन। अब एक्सट्रोभर्टेड हो कि इन्ट्रोभर्टेड, लाइक म कस्तो हो त, लाइक म चाहिँ इन्ट्रोभर्ट छु, एक्सट्रोभर्ट जस्तो युज गर अथवा प्रिटेन्ड गरेर गर भनेर त भन्न मिलेन, न त टेक्स्टमा थाहा पाइन्छ नि त होइन भन्न सक्छ क्या। सो त्यो भएर अनि यहाँ यो नम्बर लिस्ट भनेको छ। अब यो भनेको चाहिँ नम्बरिक लिस्टमा चाहिँ यो कुराहरू लेखिएको छ। जस्तो यो 3टा क्याची क्याप्सनहरू चाहिँ 3टा पोइन्टमा लेखिएको छ। सो नम्बर लिस्ट भनेर हालिएको छ है। सो यहाँ त्यसरी नै विभिन्न छ है। त्यही नै हो आजको लागि। आई गेस आजको यो पहिलो भिडियो अन्डर द प्रम्प्ट इन्जिनियरिङ उसलाई हेल्पफुल भयो होला। सो थ्याङ्क यू।